So hello guys, welcome back to my new vlog. सबैलाई गुड मर्निङ भन्दछु म आज चाहिँ आज आज के भनेन आज के होइन मम्मी चाहिँ मामाघरदेखि आइसक्नु भएको छ अनि त्यसपछि बाबु चाहिँ नास्ता खाइराख्नु भएको छ म चाहिँ यहाँ भ्लग गरिरहेको छु एकछिनमा बाहिर पनि जान्छु गाइस अब चाहिँ म बाहिर जान्छु गाइस अब चाहिँ म भ्लग गरेर छु अब मम्मी चाहिँ आइसक्नु मैले चाहिँ हुन्छ मैले मैले भ्लग गरेका थिएँ मम्मी चाहिँ आउनु भइसकेको छ मामाघरदेखि तपाईँहरूलाई आप देखाउन लाग्छु नाइ टिभी हेर्नुको कारण के हो यति भन् टिभी हेर्दा भएछ नि त के हेरेर गएछ हेर्नु यस्तो केटीहरू हेर्छ काम छैन पर्नेत के सुतिरहेको छ कि त उठ्न यति राम्रो मान्छे मलाई उठ्दैन आज म लग्छु बोकेर सुकाइसकेर चाहिँ म घर आइसकेको छु अब म खान्छु नास्ता खान्छु फेरि के नास्ता गर्नु रोटी छ चिया छ सो गाइस अब चाहिँ मले खेल्ने अब चाहिँ मैले दोजीलाई के भनेको थिएँ भनेपछि म घर आउँछु फेरि तेरो घर आउँछु तैँले म आउनुसम्म भेट्न आएछ भने तँलाई हान्छु भने थिएँ रोक्नु गएछ त्यसलाई अब नभएको हो त्यसलाई मैले अब एक खेला फटाइदिन्छु ल खानुहुन्छ क्या एनर्जी दिन्छ मेहनत एक तो खुशी है मैं जा अझ यो मेहनत लगायत मैले चाहिँ अब म खेल्छु क्रिकेट एकछिन क्रिकेट खेल्ने भनेर अब पर्नेले नास्ता खाइरह अहिले खेल्छु भन्छ क्या दोर्जे फेरि हमाकै भ्याएन पर्नेले अनि यहाँ म्याच हेरेको टिभी हेर्ने मात्र काम उसको बिहान त साँझ पनि त्यही हो जाम खेल्न भने क्रिकेट खेल्दैन गर्छु गर्छस् जबक नखेल्न अबदेखि नखेलेस् पा कहिले नखेलेस् अबदेखि यसको धेरै भयो त्यहाँ म्याथको के गर्ने मैले म्याथको पछि गर्नु आएन गर्नु त्यही छेउला आएका छु मैले दबाई खेल्दैन अरे क्या यति बसेर है फाला पेसै फुल पहिलो बल चाहिँ यसले केही राम्रो फालेन व्हाइट भएको तर मैले हाने ल गाइस सेकेन्ड बल के भयो के गाइस रनिङ सो गाइस अब अहिले चाहिँ म स्टेडियमदेखि ट्रेनिङ गरेर आएको छु अनि म हातमा गएर हावा गरेर भात खाइसकेको छु राति पनि परिसकेको छ भनौँ हेर्नुहोस् कि राति परिसकेको छ
अनि त्यसपछि आज पनि यस्तो खासै केही भएन, यस्तै सेडिङ गरेँ। आज त मेरो हिजोभन्दा ब्याटिङ चाहिँ राम्रो भयो, म खुसी छु। ल गाइज, अब अर्को भ्लग छिटै हुन्छ होला। तपाईँहरूले लाइक, सब्सक्राइब, कमेन्ट गरिदिनु होला मेरो भिडियोमा। बाई बाई।